सहकारी ठगी प्रकरणमा उनका साझेदारहरू रवि लामिछाने, छविलाल जोशी, कुमार रम्ते लगायत दर्जनौंमाथि मुद्दा चलिरहँदा जीबीको खोजी कहाँ पुग्यो? हिजो नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्व गृहमन्त्री बालकृष्ण खाँडले उच्च अदालत पाटनबाट पाएको उन्मुक्ति जस्तै शक्तिको आडमा अरूलाई जेल, उनलाई फुक्काफाल बनाइएकै थियो। परिवर्तनको शङ्खनाद गरेर शक्तिशाली बनेका रवि आज त्यही बाटोमा छन् भन्दा फरक नपर्ला। विगतको कानुनले उनको सांसदको पद निलम्बन हुन्थ्यो, तर सार्वभौम बनेको संसदमा उनको उच्च प्रभाव छ। त्यही कारण कानुनले संशोधन गरेर रवि अहिले उन्मुक्तिको बाटोमा छन्। शक्तिको दुरुपयोग पनि कति हुन्छ त्यसको कति उदाहरण छ, कति पुरा उही सहकारी ठगीको। रवि जोडिएको सहकारी ठगी मुद्दाका मुख्य नायिकेको नाम हो जितेन्द्र बाबु राई अर्थात् जीबी राई। अनि जीबी खोइ? प्रश्न फेरि उही हुन्छ, जीबीलाई उपस्थिति गराइए रविका मुद्दा राफसाफ पनि हुन्थ्यो होला नि। मुख्य अभियुक्त त रवि होइनन्, हुन् त केवल जीबी। तर पनि किन ल्याउने काम हुँदैन? किन उनको अवस्थाबारे सत्ताधारीहरू मुख खोल्दैनन्? आम नागरिकको प्रश्नमा एकपटक होइन पटक पटक रविले जीबीलाई ल्याउने हो। मलेसियामा छन्, उनलाई ल्याउन कूटनीतिक पहल भइरहेको छ। यस्तो अभिव्यक्ति त उनले कति दिए। अहिले होइन, संसदमा चौथो दलको नेताका रूपमा रहँदा पनि उनले जीबी राईलाई तत्काल ल्याइन्छ भनेकै हुन्। दुई पटक उप प्रधानमन्त्री र गृहमन्त्री भइसकेर शक्तिको प्रयोग गरिसकेका नेता हुन् रवि लामिछाने। त्यसै बेला उनले भनेका थिए अहिले पहिलो शक्ति बनिरहेको बेला उनले जीबीको नाम नै उच्चारण गर्दैनन्। किन होला? कतै दालमा कालो त छैन? शङ्का त गर्न पाइयो नि। कि पुकार बमले भन्ने चाहिँ जीबी राई जीवितै छैन? एकपटक रविले जीबी राई बारे बोलेका कुरा पनि सुन है। जीबी राई फरार भएको 11 महिना भयो सभामुख महोदय। उनी फरार भएको 8 महिनापछि म गृह मन्त्रालयको नेतृत्वमा आएको हुँ। म प्रतिपक्षमा हुँदा पनि यो पक्राउबारे सरकारको ध्यान आकर्षण गराएकै हुँ र आकाशमा भए पनि पातालमा भए पनि पक्राउ गर्छौँ मैले नै भनेको हुँ। म आफ्नो भनाइमा प्रतिबद्ध छु। म आफ्ना भनाइमा प्रतिबद्ध मात्र होइन, गराइमा पनि इमान्दार भएर लागि परिरहेको छु। जीबी राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता हुने वातावरण बनाउन सरकार प्रयासरत छ, प्रतिबद्ध छ। निरन्तर रूपमा लाग्दै आएका लान्छनाबाट मुक्ति पाउन, सत्य तथ्य उद्घाटित हुन व्यक्तिगत रूपमा मेरा लागि पनि उनको पक्राउ बेग र प्रतीक्षाको विषय हो सभामुख महोदय। जीबी राईलाई चाहिँ समात्न सकेन यो सरकारले, यो पावरफुल सरकार बालेन शाहको सरकारले जीबी राईलाई समात्न सकेन, सहकारी पीडितले न्याय पाएनन् भन्ने प्रश्न आएको छ। समाउन सकेनन् भन्ने निर्णय नै भइसक्यो कि यसलाई अलिकति पुर्नु पनि पर्छ। सरकार पनि 1 महिना भयो, सकेन भन्नेको निष्कर्षै निस्क्या हो कि बाहिर निष्कर्ष लागेछ। सहकारी ठगीको साम्राज्य खडा गरेका जीबी राई अहिले चर्चाभन्दा बाहिर छन् या बाहिर पारिएका छन्? चर्चामा छन् त केवल उनले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कका तत्कालीन साझेदार तथा रासोपा सभापति रवि लामिछाने। अर्का साझेदार हुन् छविलाल जोशी, उनी पनि यति बेला बाहिर छन् फुक्काफाल। तर साझेदारका रूपमा मिसिएका व्यक्तिमाथि छानबिन चल्दै गर्दा जीबी राईलाई खोज्ने कि नखोज्ने, उनलाई पक्राउ गर्ने कि नगर्ने, अनि प्रहरीले अनुसन्धान गरिरहेको छ कि छैन, कि पुरै विषय छायामा परेको छ? प्रहरी पनि मुख खोल्दैन, भन्दैन कहाँ छन् जीबी?